गरी खाना त जाँगर हुनु पर्यो नि भन्छन् कि अब के गर्यौँ। अब मरिमरि दुःख गरेर यसरी तरकारी लगायो अनि किराले खाइदिन्छ। किराले मात्रै हो र त्यहाँमाथि भुराभुरी आएर उखेल्ने चिमेट्ने गरेर फाल्छन्। काकातीमा हेर्नु न, यो सेतो ढुसी जस्तो लाग्यो, यो कसरी फाल्न सकिन्छ। नयाँ बोट भएर कागती जम्मा 3टा मात्रै फल्या के। अब आशा छ अर्को साल चाहिँ अलिक धेरै फल्छ होला। मैले चाहिँ यो खाने बेला भएको घिरामालाई टिपेँ। यसपालि चाहिँ मैले गाभा पनि लगाएको छु, जस गाभा खान पाइन्छ यसपालि। अनि मैले एउटा डालोमा, थोत्रो पुरानो डालोमा तरुल पनि लगाएको छु। यहाँ केरा पनि फलेछ के साथीहरू। यो केरा चाहिँ हाम्रो छिमेकी बहिनीको हो है। मैले यो कुहिएको घिरामलाई चाहिँ काटेर फालिदिएँ। आजको मेरो तरकारी भनेको यही घिराम्ला हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक, सेयर, कमेन्ट प्लिज।